प्रतिनिधि सभामा त तपाईहरुको बहुमत होला, तर राष्ट्रिय सभामा हुँदैन। ऐन कसरी पारित गर्नुहुन्छ भनेर धेरै ठाउँबाट प्रश्न आउने गरेको छ। प्रतिनिधि सभाले कुनै विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाए पश्चात राष्ट्रिय सभाले संशोधन अथवा सुझाव सहित फेरि त्यो विधेयक प्रतिनिधि सभा फिर्ता पठाउन सक्छ। तर यदि त्यो सुझाव वा संशोधन उचित लागेमा प्रतिनिधि सभाले त्यस्ता सुझाव सहित फेरि त्यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका पठाउन पनि सक्छ, अथवा उचित नलागेमा राष्ट्रिय सभाको सो संशोधन वा सुझाव बिना नै प्रमाणीकरणको लागि राष्ट्रपतिका पठाउन सक्छ। यदि अर्थ विधेयक भएमा 15 दिनभित्रमा राष्ट्रिय सभाले पठाउनुपर्छ, अन्य विधेयक भएमा 2 महिनाभित्रमा चाहिँ पठाउनुपर्छ। यदि होल्ड गरिराख्यो भने अर्थ विधेयक 15 दिनभित्रमा राष्ट्र सभामा नपठाइकन त्यसको सुझाव नलिकन पनि प्रतिनिधि सभाले चाहिँ राष्ट्रपतिका सोझै प्रमाणीकरणको लागि पठाउन सक्छ। अर्थ विधेयक नभए 2 महिनामा सक्छ। त्यसले गर्दा कुनै पनि विधेयक पारित गर्ने अन्तिम अल्टिमेट सभा भनेको प्रतिनिधि सभा नै हो। राष्ट्रिय सभाले सुझाव दिने हो, संशोधनको लागि एउटा बौद्धिक हिसाबमा डिस्कसन गर्ने हो, तर अल्टिमेटली त्यो विधेयक पारित गर्ने अथोरिटी भनेको प्रतिनिधि सभालाई नै हुन्छ।